उता आर्ट्स पछि एन्थ्रोपोलोजी पढेको। त्यसो बुढी खबर ल धेरै वर्षपछि वीरेन्द्र क्याम्पसमा यी बाबुआमा पढेको क्याम्पस हेर्छु भनेर छोरीले भनेर यहाँ लिएर आएको। कस्तो लागिरहेछ छोरी? नामो छ क्याम्पस? हो क्याम्पस नामो छ? ल समात्देऊ नि, त्यो चप्पल समात्देऊ। फोहोर भएछ? इटा छापे खाएर इटामै उम्रिसक्यो। सुन्ताहरूले बोट्नी पढाएको होइन त? त्यो सेतो जुलोजी हो। यो राताहरू त पढाइ नै हुन छोडेछ है। त्यही त आजकल त पढाइ हुन्न नि यहाँ त। यही हो। यतापट्टि हामीले उहरू राख्थ्यौँ यसमा साइकलहरू, अहिले त भित्रै ल्याउनु पाइन्न। माइक्रोबायोलोजी पढाइ हुन्छ यहाँ त। ए महिला शौचालय, पुरुष शौचालय। ए यतापट्टि यो त एन्थ्रो हो के? यो हामी यो माथि पढ्थ्यौँ। ए यो के भएछ नि गाड बस्ने ठाउँ। ओहो, यो नयाँ भवन बन्न लागेछ, ठुलो बन्न लाग्यो है। त्यो त पुस्तकालय भयो। यो हामीले पहिला पानी खाने त आजकल खासै यो यहाँ हुन्थ्यो, यहाँ नि हुन्थ्यो पानी खाने ठाउँ थियो। आइरहेको थियो कि बन्द गर्न मिल्थेन, त्यति आइरहेको थियो। अनि त्यो यस्तो ठेडको कोचेर अनि खान मिल्थ्यो। ए सोभ्यूका सब सेन्टिफ्ल्याट भएर गए। पुस्तकालय यो पछाडि के भवन रहेछ कि? त्यो जलाइदिएछ नि त, त्यो हेर त। ए चौतारो। यो हामी यहाँ बसेर क्रिकेट हेर्ने, यो अगाडिको आँगन।